साथीहरू एउटा इन्फर्मेसन दिन लागेको छु। कुरा के हो भनेदेखि आफूसँग अक्सिजन मास्क छ भए अक्सिजन मास्क रेडी गर्नु होला। बिमा गरेको छैन भए बिमा गर्नु होला, किनकि एज यु अलरेडी नो नेपाल भर्सेस ओमानको गेम हुनै लागेछ एन्ड यो एउटा एकदम इम्पोर्टेन्ट गेम हुनेछ। फाइनल भन्दा नि भयो, ट्रफीको लागि गेम भन्दा नि भयो लगभग। अनि T20 वर्ल्ड कपको लागि सेलेक्सन हुन मेन मुख्य इम्पोर्टेन्ट गेम भन्दा नि भयो। त्यही भएर अब हेरौँ के हुन्छ आजको पर्फर्मेन्स। आजको ब्याटिङ सुधार्यो भने चाहिँ बब्बाल हुनेछ। बलिङ राम्रै ठाउँमा छ। अनि सकेसम्म ब्याटिङ चाहिँ बलियो हुनु पर्यो हाम्रो। टाकटुक्क किन खेलिरहेछ आई डोन्ट नो वाइ दे आर प्लेइङ टाकटुक्क। यो पुरा गेम स्ट्राटेजी नै चेन्ज गरेको छ। यो टाकटुक्क हानेर रनलाई मेन इन बिट्विन रनहरू चाहिँ धेरै लिइरहेछ छक्का चौका हान्नु भन्दा पनि। अनि हेरौँ आजको पर्फर्मेन्स कस्तो हुनेछ। अरू बेला त भगवान्ले सपोर्ट गरेकै हो, लक अनि भगवान्ले सपोर्ट गर्नुभएको हो। अब हेरौँ आजकोमा चाहिँ के हुन्छ है, लेट्स सी। म चाहिँ अब यसो अक्सिजन मास्क अनि जीवन बिमा गर्न जानु पर्यो है। अनि टक्क गेम हेर्नुपर्छ है। जय नेपाल।